What's up guys, I'm Hiron and welcome back to the channel. अनि यो चाहिँ अस्ति मैले एउटा भिडियो हालेको थिएँ है, हो त्यही भिडियोको BTS है त. सो आजको भिडियो चाहिँ आई हेभ नथिङ प्लान्ड. म चाहिँ हिजो राति सुत्दाखेरि यत्तिकै भिडियो बनाउन मन लाग्यो. सो यहाँ घर वरिपरि जाने अनि ट्राई द सुट व्हाटएभर सिम्स इन्ट्रेस्टिङ है त. अहिले चाहिँ बिहान कति 6:30 भयो होला. 6:30 अघि म 6 बजे उठेको, 6:30 भयो. बिहान अलिक खाली पनि हुन्छ नि त स्ट्रिट्स. सो मर्निङ टाइममा स्ट्रिट्स दे एम्प्टी. सो या होपफुली म अलिक अप्ठ्यारो लाग्छ कि फेरि मान्छे धेरै भएको ठाउँमा खिच्नु. सो त्यही भएर है त लेट्स गो ल. मान्छे हेरौँ है त कति छ. मान्छेहरू त हिँड्दैछ तर त्यस्तो धेरै छैन. ओके, सो त्यहाँ खै के इन्ट्रेस्टिङ भइरहेछ. त्यो के गर्दैछ बाजेले त्यहाँ जाउँ है त. फाइन फोरग्राउन्ड अनि त्यसपछि स्लोली रिभिल द सो. ओ बुढो बाजे नाइस. Yo. Wow, nice. Me nice. Let's expose for highlights. 85. मैले हिजो यो बिल्डिङ देखेको थिएँ क्या, यो रातो. अनि आई वान्ट टु डु समथिङ हियर. कसरी गर्ने के गर्ने थाहा छैन है. लेट्स सी. मलाई चाहिँ यो सबवेको पहिल्यैदेखि खिच्नु मन थियो है. आई डोन्ट नो के खिच्ने भनेर, तर दिस लुक्स इन्ट्रेस्टिङ. रेकर्ड भइरहेछ ल. यहाँ राम्रो छ लिडिङ लाइन. एउटा पुस सट हान्नु है, यहाँ माथि जाओस्. बिस्तारै पुस गरेर त्यहाँ माथिबाट बिस्तारै तल. Composition. Yes. ल यो पनि भयो. गर्मी पनि भयो. जम्ला अब एकछिन त्यो ठाउँमा मैले लगेको. हेलो 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 हेलो. यहाँ चाहिँ घाम र छाया भएर लाइट र स्याडोको यहाँ मजाको भएछ हौ. आई निड कम्पोजिसन. अब एउटा कति धेरै गाडी आयो यार यति बेला नै. अलवेज लुक अराउन्ड, लुक अराउन्ड. घाम गयो नि त यार. घाम गयो, घाम गयो. घामै गयो नि त हो. जुम अर्को मिनी बसाउँदैछु.
हल्का जुम अब चाहिँ तपाईँमा 50 मा ओ नो ठिकै छ घाम पनि गयो भयो यहाँको सर्ट भयो ओ ओके सो मेरो सर्ट चाहिँ रेडी भइसकेको छ देख्छ कि देख्दैन होला सो यस्तो छ manual focus. I'm just waiting for our train. Hi. Aye. Train aye. Slow. Okay, I got that shot. त्यसपछि यता too much light, auto focus, picking off. Autofocus. ल यो पनि भयो ओके सो मेरो प्लान चाहिँ के भन्दाखेरि मेरो प्लान चाहिँ के भन्दाखेरि सुरुमा चाहिँ स्लो टेम्पो अलिकति स्लो भयो अनि त्यसपछि बिस्तारै ग्रेजुअली बिट अलिकति टेम्पो हाई हुँदै जान्छ अनि एकदम डाइनामिक सर्टहरू गर्ने प्लान हो डाइनामिक सर्टहरू चाहिँ एउटा खिचेको छैन सो यो एउटा अब ट्राई गरौँ है के देख्छ Car is full. ओके गाइस सो अब 9 नि बज्नु लाग्यो कि आई थिंक वी आर डन है मलाई अझै अलिकति अब मान्छेहरुसँग अझै पनि त्यो अलिक अप्ठ्यारो लाग्छ क्या मान्छेहरु अगाडि भिडियो खिच्नु सो अब मान्छेहरु काम जाने बेला पनि भयो सो त्यही भएर आई थिंक लेट्स र्याप इट अप टुडे जस्ट 2 मिनेटको भिडियो त बन्ला है बन्यो पनि होला एन्ड anyway, I hope you guys like the video. So thank you for watching, guys. Until next time, keep smiling, stay humble, and stay safe. See you in the next one. Peace. Nigga, I built myself up. Nigga, I built my wealth up. Always coming like that belt up. Solid move, niggas got stealth.